काठमाडौँका मेयर बालेन्द्र शाह, जसको हामीले डान्स पनि हेऱ्यौँ, स्याभेज मुड पनि हेऱ्यौँ र रिस पनि हेऱ्यौँ। जस्तो दोहोरी गीत हजुर 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 हेबाट सुरु हुन्छ क्या हे दोहोरी गीत हेबाट हुन्छ, भोजपुरी हे हे हुन्छ। यस्तो जस्तै तपाईँलाई तपाईँकै उदाहरण दिन्छु। तपाईँले पत्रकारिता सुरु गर्दाखेरि यति गाह्रो भयो, तपाईँले जागिरमा जाँदाखेरि जस्तै त ल एउटा नेताको नाम दिन्छु, त्यसो घर गएर उसको इन्टरभ्यू लिएर आइज भनेर तपाईँ माधव कुमार नेपालको घर पुग्नुभयो। तपाईँ बिहान पुग्दाखेरि उहाँको टाइम छैन, फेरि फर्केर जानुहोस् भन्दा कुरेर बस्नुभयो। उहाँको टाइम छैन भनेर कुरेर बस्नुभयो। हुँदा हुँदा राति 11 बजेसम्म कुरेर बस्दाखेरि बल्ल बल्ल माधव कुमार नेपालजीले यो कस्तो बौला पत्रकार रहेछ, बिहानैदेखि कुरेर बसेको केही नखाइकन भनेर दिनुभयो नि त उहाँले तपाईँलाई। अन्त तपाईँ घरको नक्सा मसँग हुनुपर्छ। नगरपालिका के हुन्छ त? तपाईँको नक्सा मसँग हुनु, मैले अफिसमा त यहाँनिर यत्रो नोटिस दिएको छ अनि के हो यो? हजुरले के 35 दिनभित्र खाली गर भने नोटिस दिएको छैन? तपाईँ घरको नक्सा मसँग हुन्छ? अनि मैले खाली गर्नु किन कसरी गर्ने? खाली मैले तपाईँ घरको नक्सा मसँग हुन्छ त जाउने। बालेन्द्र शाहको जन्म महोत्तरी जिल्लामा मैथिली जातिको मध्यम वर्गीय परिवारमा भएको थियो। उनको बाबा रामनारायण शाह र मम्मी ध्रुवदेवी शाह हुन्थ्यो। उनको विवाह सबिना काप्रेसँग 2017मा भएको र 2023मा एउटा छोरी पनि जन्मिएकी थिइन्। बालेन्द्र शाह पहिलोचोटि रबार्ट्सको ब्याटलमा चिनेका थिए। त्यसपछि उनले आफ्नै ऱ्यापर पनि गाए। खिच्न मन लाग्छ, 2-4 दिन पर्खी कान्छा तेरो बाउलाई नि मसँग फोटो खिच्न मन लाग्छ। देशको रक्षा गर्ने जति सबै चुतिया छन्, नेता जति सबै चोर देश लुटी खाछन्। काठमाडौँ महानगरपालिका 2022को मेयर इलेक्सनमा बालेन्द्र शाह नोमिनेट भएपछि उनले थुप्रै माया र पहिचान पाए। उनी भोटका लागि घर दैलो बाटोमा भोट माग्दै पनि हिँड्थे। त्यो दृश्य एकदमै सोसियल मिडियामा भाइरल पनि भएको थियो। उनले त्यो इलेक्सनमा लौरो चिना लिएर उठ्नुका साथै भारी मतले विजय हासिल गरे र नेपालको पहिलो यङ्गेस्ट मेयरका रूपमा पनि चिनिए। मेयर भएपछि उनले देउबा ओली र प्रचण्डलाई पनि भेटे। ओलीले त उनलाई मादले उपहार दिएका थिए। मेयर भएपछि उनले सुकुम्बासी बस्तीमा नजर लगाए र उनले त्यहाँ डोजर नै चलाइदिए। त्यसपछि सुकुम्बासीहरूले उनको निकै विरोध पनि गरे। तर त्यसपछि सुकुम्बासी बस्तीमा बाढी आइपुग्यो। बाढीले गर्दा उनीहरूको बस्ती नै धरापमा पर्न गयो। स्क्रिनमा देख्न सक्नुहुन्छ यो दृश्य चाहिँ बालेनले मेयर भइसकेपछि राम्रा कामहरू गरेमध्येमा पर्न गइरहेका छन् र यस्ता थुप्रै गतिविधिहरू बालेनले आफ्नो मेयर कार्यकालमा पनि गरे। सबै कुराहरू ठिक चलिरहेको थियो, तर त्यसपछि नेपालमा जेनजी आन्दोलन हुन पुग्छ। Protesters call for change and are met with tear gas and live fire. Deaths ignites a second day of protest. बालेनले त्यसबेला जेनजीहरूलाई निकै समर्थन गरे, तर उनले एकपल्ट हालेको स्ट्याटसको भनाइ पुरा हुन पुग्यो। सिंहदरबार जेल। Drawing on more than 4,000 videos filmed on the streets, testimony from police and protesters. बालेनले त्यसबेला थुप्रैले आन्दोलन पछाडिको मास्टरमाइन्ड भने र कसैले बालेन लिड नाउ वर नेभर पनि भने। हर्क साम्बाङले पनि विरोध गर्दा उनले युआरमा ट्रु लभ मात्र भनेर जवाफ दिएका थिए। त्यसपछि जेनजी आन्दोलन पनि सकिन्छ र नयाँ पिएम बन्नको लागि रवि र बालेन मिल्छन्। ती बिचमा कुलनार पनि मिले, तर पछि उनी छुट्न पुगे। अहिलेको समयमा बालेन र रविको जोडी जनताले खुब मन पराइरहेका छन् र उनीहरू जताततै भाषण दिँदै पनि आफ्नो प्रचार प्रसारमा लागिरहेका छन्। बालेन अहिले जेनजीको आइकन पनि बनेर चिनिरहेका छन् र देशभर आफ्नो चुनावको लागि प्रचार प्रसार गर्दै हिँडिरहेका छन्। सुदूरपश्चिम बनेको देश बनेको त्यो सपना पुरा गर्ने हो र त्यो पुरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो। आइएको मधेसिया छौडा प्रधानमन्त्री बनेला है वैला वैला आइएको मधेसिया पीएम बने वाला है वैला घंटी में वोट नहीं रहे के सही लोग आवे वाला है वैला घंटी में वोट रहे के। आई लव यू बोल्नै दिँदैन यार। फागुन 21मा चुनाव हुँदैछ। अब त्यही पुराना टाउकेहरू फिर्ता ल्याउने हो कि परिवर्तन गर्ने हो, तपाईँहरूकै हातमा छ।
ती टाउकेहरू पनि प्रधानमन्त्रीको कुर्सी कसले पाउने भन्ने दौडमा दौडिरहेका छन्। प्रचण्ड गाउँ गइवरी आफू जेएनजी नेता हो भनेर प्रचार प्रसार पनि गरिरहेका छन्। उता झापामा केपी ओलीले फुटबल खेल्दै कहिले बहस गर्दै र कहिले म इन्डियन नेता होइन म नेपालीमा बोल्छु भन्दै आफ्नो प्रचार प्रसारमा लागि परेका छन्। अब की बार ओली सरकार हिन्दीमा भन्दिनँ, नेपालीमै भन्नुहोस् न त, किन अलि नक्कल बुझ्ने गरी। गर्ने? फेरि पनि एमाले सरकार, फेरि पनि ओली सरकार, फेरि पनि पुराना भनिएका पार्टीहरूको सरकार। उता बालनले पनि अहिले देशभर घुम्दै भोट मागिरहेका छन् र सबैलाई सुकुम्बासी बस्ती नहटाउने पनि भन्दै बुझाइरहेका छन्। काठमाडौँमा किन हटाएको भन्ने बारे पनि सबैलाई खुलेर जानकारी दिइरहेका छन्। आशा छ यो चुनावपछि देशले नयाँ नेता पाउँछ र जेएनजीमा शहीद भएकाहरूले न्याय पाउनेछन्। गर्न खोजेको चाहिँ उहाँहरू जोखिममा बस्नु भएकोलाई सेफ ठाउँमा राख्नु पर्यो भनेको, तर त्यस्तो गलत नेगेटिभ चाहिँ रोजगार जस्तो देख्छ। खास चाहिँ मान्छेको ज्यान जोगाउनलाई हो। अब बालेन प्रधानमन्त्री बन्लान् कि नबन्लान् त्यो त खेर समयले नै बताउनेछ। हेरौँ, आशा छ देशले नयाँ प्रधानमन्त्री पाउलान्। धन्यवाद। जसरी यो सिलाम साकमा लासु जो यो सिलाम साकमाले मृत्युलाई छेक्छ, मान्छेलाई कालबाट जोगाएर राख्छ, त्यसरी नै देशलाई जोगाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। धेरै धेरै धन्यवाद। नमस्कार।